नमस्ते, फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ ब्लगमा। अनि अहिले चाहिँ भरि म आज घरमै बसिरहेको छु। अनि आज चाहिँ मेरो घरमा कस्तो खालको सागसब्जीहरू रोपेको छ र तपाईँहरूलाई देखाउन गइरहेको छु। आमाले रोपेको सागसब्जी हो, मैले पनि अलिअलि रोपेको छु। अनि कस्तो पाराले रोपेको छ हाम्रो घरमा चाहिँ भनेर चाहिँ देखाउन गइरहेको छु। हेर्नुहोस् है त, यो चाहिँ हो हाम्रो आमाले रोपेको लसुनको खेती। लसुन रोपेको छ आमाले। यो चाहिँ लसुन हो, सबै हाम्रो बिँ बैगनको बोटहरू होइन चाहिँ राम्रै छ। यो चाहिँ हो, फुल पनि पुरा फलेको थियो। यसपालि पनि अब यसको बुढो बोटी हो, कम्ती कम्ती फल्दो रहेछ। यिनीहरू चाहिँ एकदम आमाको लसुनको बोटै यिनीहरू सबै। यहाँनिर काँक्राहरू पनि रोपेको रहेछ आमाले, काँक्रा फर्सीहरू पनि रोपेको रहेछ। यसपालि चाहिँ हाम्रो बारीमा मकै चाहिँ रोपेन, मकै चाहिँ किनकि पोहोर एकदम दामी फलेको थियो। अनि फलेर खानु आँट्दा चाहिँ मधेल आएर वन सुँगुर आएर सबै खाइदिँदाखेरि आमाले रिसले यसपालि रोपेन। अनि लसुन चाहिँ यस्तो भएको छ हाम्रो बारीमा। अनि अस्ति भर्खरै आमाले यहाँ मुनि सिमीहरू रोपेको छ, सिमी पनि उम्रिसकेछ, यस्तो पाराले रोपेको छ। अन्त यहाँ पर चाहिँ काँक्रा पनि फलेछ हौ, फलेछ मतलब उम्रेछ, काँक्रा पनि मजाले उम्रेछ आमाले रोपेको। मेरो आमाको हातमा चाहिँ जे रोपे त्यही हुन्छ कि। अन्त हामी पाराले हाम्रो आमाले तोरी पनि कम्ती भयो नि तोरी रोपेको छ यहाँनिर चाहिँ। अन्त यहाँ चाहिँ आमाले फेरि यहाँनिर आगो लगाएर यो मिस्त्रीले आड के अरे त्यो आडाको बुसुले डढाएर चाहिँ फेरि के गर्नु आँटेको होला, यहाँ सब्जी रोप्नुको लागि राम्रो हुन्छ अरे कि। त्यस्तो पाराले चाहिँ लगाएको छ यहाँ चाहिँ आगो आमाले छरेर, बारीमा छरेर। यहाँ पनि रोपेको छ लसुन प्याज हो, यता तोरी छ, लसुन प्याज मटर पनि छ। यहाँ यो सबै आमाले रोपेको। यो मैले के कम्ती कम्ती मैले पनि अब हेल्प गरेको छु। तर यहाँ चाहिँ अब बेसी चाहिँ आमाको भूमिका छ, सबै आमाले गर्छ यहाँ चाहिँ हाम्रो घरमा चाहिँ। यस्तो पाराले रोपेको छ। यहाँ चाहिँ धनियाँ फेरि हो, टम्मै धनियाँ छ। फेरि बस्तीमा बस्नु पायो भने चाहिँ के खोज्नु, सबै कुरा बारीमा भइहाल्छ। रोप्नु जाँगर छ नि, मेरो त जाँगर छैन, सिधै हो आमाले रोपेको यो कुरा। तर परेको खण्डमा भन्दा रोप्न सक्छु म पनि। यस्तो पाराले उपरतिर पनि यहाँ चाहिँ काँक्रा फर्सीहरू जरुर रोपेको छ आमाले। उपर जङ्गलतिर पनि रोपेको छ, सबै बारी हो। यो चाहिँ हाम्रो गाई हो, अन्त यहाँ चाहिँ गाई पालेको छ। यस्तो पाराले मूल छ। यहाँ फर्सी हो अझै पनि, यो हजारी, अनि यहाँ हजारी फर्सी नि यस्तो पाराले फलिरहेको छ। यी बारीमा लडिरहेको छ हजारी फर्सी पनि। तपाईँले सबैजनाले मेरो ब्लग कहाँदेखि हेर्नुहुन्छ तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला, कमेन्ट पनि गरिदिनुहोस्। अन्त सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानललाई। अनि पेजमा फलो पनि गरिदिनुहोस् होला, लाइक सेयर पनि गरिदिनुहोस् है तपाईँहरू सबैजनाले। अन्त यो चाहिँ मेरो घर हो। अन्त यस्तो पाराले खेती लगाउँछ आमाले। अन्त यहाँ नि हाम्रो एउटा फ्रुट, एउटा राम्रो खालको फ्रुट, एउटा के फ्रुटको नामै आउँदैन छ, त्यो चाहिँ मैले आफै दाना लिएर रोपेर यत्रो ठुलो भएको छ। हेर्नुहोस् यो पनि अब निकै ठुलो भएको छ, फल्ने टाइम हुन आँटेको छ। अन्त मेन चाहिँ हाम्रो बारीमा चाहिँ सुन्तला पुरा रोपेको छ। यो चाहिँ सुन्तला चाहिँ मैले लिएर रोपेको यिनीहरू सबै। यो सुन्तला, यो सुन्तला, यो सुन्तला, यो ठुल्ठुलो भएको चाहिँ पहिल्यै आमाले रोपेको सुन्तला हो। अनि पोहोर पराल त फलेको पनि थियो, यसपालि चाहिँ फल्नु सकेन यो सुन्तला। पहिला चाहिँ फलेको पनि थियो, यो अस्ति असिना आएर यसको फुल सबै जारेको थियो कि, सुन्तला चाहिँ फलेन। अनि मैले पोहोर एउटा ब्लकमा लगाएको थियो मैले क्युबी रोपेको। यो क्युबी यत्रो लामो भएको छ, क्युबी निकै लामो भएको छ, उपर पनि भएको छ हो। अन्त आधी चाहिँ पुरा जङ्गलमा रोपेको थियो मैले, यत्रो यहाँ क्युबी हेर्नुहोस् है तपाईँहरूले। अन्त सुन्तला पनि छ, सुन्तला निकै रोपेको छ हाम्रो यहाँ, उखुको बोट छ। त्यस्तो पाराले चाहिँ हाम्रो ब्लग चाहिँ के गर्नु अब। अनि मेन आमाले रोपेको खास बिउ चाहिँ मैले ल्याइदिएको। अन्त आमाले रोपेको यो हेर्नुहोस् है, कोपीहरू चाहिँ यहाँ चाहिँ हाम्रो बारीमा कति खाने फ्रेस फ्रेस। यहाँनिर ड्रागन फ्रुट पनि रोपेको छ, ड्रागन फ्रुट चाहिँ मैले रोपेको। मेन हाम्रो आमाले रोपेको साग चाहिँ यस्तो भएको छ, हेर्नुहोस् त साग चाहिँ खतरा भएको छ नि साग चाहिँ। यो चाइनिज साग हो कि के भन्ने, दामी खालको साग चाहिँ, मिठो टेस्ट पनि ओभर राम्रो छ हो। यो मुनि देख्दै गरेको सानसानो देख्नुहुन्छ नि तपाईँहरूले, यो चाहिँ हाम्रो यो बिहारतिर पाउने प्याजको उयो हो। यो चाहिँ हाम्रो पर दलिङको माचिलाले दिनुभएको थियो बिउ चाहिँ हो। अन्त आमाले यहाँ रोपेर निकै थुप्रो फैलिएको छ हो। यी कोपी हेर्नुहोस् त आमा, यो बुर्कौली, यो चाहिँ बन्दाकोपी, यो बुर्कौली, बिचको चाहिँ फुलकोपी,
यस्तो पारेर रोपेको छ आमाले चाहिँ खेतीपाती। कोपी फ्रेस कोपीहरू आम कति खानु हुने हेर्नुहोस्। कोपीको बगान छ नि हौ धनी। यहाँतिर हेर्नुहोस् त कति फ्रेस सब्जी खाने हौ। बजारतिर बस्नु हुँदैन हौ, बस्तीमा झर्नुपर्छ। बुर्कौली फलेको हेर्नुहोस् न। यस्तो छ नि हौ बस्तीमा चाहिँ खेतीपाती चाहिँ ड्याम्बै नि हौ ड्याम्बै। एकैजना मान्छेले गरेको यो खेतीपाती सबै आमाले। ड्याम्बै। अन्त म बोलेको तपाईँहरूले बुझेको छ कि छैन। आज हाम्रो यहाँ मिस्त्री अस्तिदेखि घरमा अलिअलि फर्निचर बनाउँदैछ हो। त्यस्तो पारा यहाँ ठुल्ठुलो खालको खम्बुक, हाम्रो सेपाकुरादेखि आरू खाम्बु पनि भन्छ खम्बुकको बोटो। यो चाहिँ यसपालि फल्ला जस्तो छ, फुल फुलेर अस्ति भर्खर झऱ्यो कि फल्ला टाइपको हुँदैछ यस्तो छ। यो चाहिँ हाम्रो अस्ति पानी भिजेर तातो पानी डुङ्गा पोलेर बित्ने जग्गा। यो चाहिँ यस्तो पाराले छ है हाम्रो गाउँ बस्तीमा चाहिँ। अनि भित्र चाहिँ मिस्त्रीहरू एकदम दमदम काम गरिरहेको छ। हाम्रो खास मिस्त्री दाजु चाहिँ यता है फेरि के बनाइ नि दाजुले त खुट्टा, टेबलको खुट्टादेखि लिएर ओखरको गाठ किनेर यहाँ तमास एकदम मेरो लागि ब्याट, दरसहरू, टेबलहरू प्रशस्तै बनाइदिँदैछ दाजुले यहाँ। उहाँ चाहिँ हाम्रो बखिमको अहिलेको चल्दो बोल्दो एकदमै ट्यालेन्टेड मिस्त्री हो। उहाँले चाहिँ काटै खोपेर पनि मान्छे सेम बनाउनु पनि सक्छ। यति डरलाग्दो ट्यालेन्ट छ उहाँकोमा चाहिँ। उहाँको एकजना साथी चाहिँ कहाँ जानुभएछ एयरपोर्ट चाहिँ। यो घरहरू सबै उहाँले बनाउनु भएको। उहाँ देख्नुहुँदै होला तपाईँले। आमा ब्ल्याक टी पो बनाएको? ए म त दुधको चिया पो बनाएको रहेछ भनेको। राम्रो खालको अर्किड हो, फेरि दामी फुल्ने खालको अर्किड हो कि। सायद तपाईँहरूले कहिले पनि नदेखेको पनि हुनसक्छ, देखेको पनि हुनसक्छ। यो अर्किड चाहिँ एकदम मैले मामा गएको घरबाट तिमतर्कोबाट यसको बिउ लिएर आएको थिएँ। सानो यहाँ फैलिएर यत्रो भएको छ। यहाँतिर पनि छ। अस्ति फुल्ने कुन चाहिँ आमा फुलेको चाहिँ? यहाँ 2-3वटा त फुलेको पनि थियो अस्ति। यी सबै अर्किड हो यिनीहरू चाहिँ। सबै आमाले रोप्छ। मेरो आमा चाहिँ एकदम जाँगाडी छ कि। सबै आमाले रोप्ने फुलहरू यिनीहरू तलतिर फुल। अनि आजको मेरो ब्लग चाहिँ यति नै भइहाल्यो। घरको खेतीपातीहरू कस्तो पाराले लगाएको छ त्यो देखाइहाल्यो तपाईँहरूलाई। अनि फेरि पनि तपाईँहरूलाई नेक्स्ट ब्लगमा भेट्नेछु। आजलाई भने यति नै, धन्यवाद।